रसुवा हुँदै यस्तो विनाशकारी बाढी कसरी आयो? के हिमताल फुटेको हो? के भूकम्पका कारण पहिरो गएको हो? के पहिरोले नदी थुनेर बनेको ताल एकैपटक फुट्दा बाढी आएको हो? के रसुवा क्षेत्रमा ठुलो पानी आएको हो? उक्त बाढीमा कति पानी आयो? बाढीले कहाँ कहाँ असर गर्यो? यस घटनासँग जोडिएका भ्रम र वास्तविकता के हुन्? आउनुहोस् उपलब्ध तथ्य र प्रमाणका आधारमा बुझ्ने प्रयास गरौँ। सबैभन्दा पहिले बाढी कहिले र कहाँबाट आयो भन्ने बुझौँ। अमेरिकी भूगर्भ सर्वेक्षण अर्थात् युएसजीएसको वेबसाइटमा नेपाली समयअनुसार बिहान 8:37:10 भूकम्प सम्बन्धी घटना भएको देखिन्छ। वेबसाइटमा 4.4 म्याग्निच्युडको भूकम्प गएको देखाइएको थियो। नेपालको सीमाबाट करिब 24 किलोमिटर दक्षिण पश्चिम चिनिया क्षेत्रमा भूकम्प गएको भन्दै प्रारम्भिक समाचारहरू सार्वजनिक भए। यही घटनालाई आधार बनाएर भूकम्पका कारण हिमताल फुटेर बाढी आएको हुन सक्ने अनुमानहरू पनि सार्वजनिक भए। सीसीटीभी फुटेजका आधारमा नेपाली समयअनुसार बिहान 8:44 जाँदा रसुवागढी नाकामा बाढी आएको देखिन्छ। त्यसपछि बाढी क्रमशः तलतिर स्याप्रुबेसी त्रिशुली हुँदै अगाडि बढेको देखिन्छ। उपलब्ध फुटेज तथा रिपोर्ट गरिएका समयअनुसार बाढी 8:44 बजे रसुवागढी, करिब 9:45 बजे बिदुर, करिब 10:51 बजे गल्छी, 11:50 बजे मलेखु हुँदै दिउँसो करिब 3 बजे देवघाट पुगेको देखिन्छ। यसरी हेर्दा बाढीले करिब 6 घण्टाको अवधिमा देवघाटसम्म पुगेको देखिन्छ। अब मुख्य प्रश्नतिर जाउँ। वास्तवमा बाढी कसरी आयो? यसका लागि सबैभन्दा पहिले रसुवागढी क्षेत्रको सीसीटीभी फुटेजलाई नजिकबाट हेरौँ। अब रसुवागढी नाकाको पहिलो सीसीटीभी फुटेज हेरौँ। यो दायाँतर्फको सीसीटीभी फुटेज हो भने यो बायाँतर्फको स्याटेलाइट इमेजरी हो, जसमा यो बायाँतर्फको यो लेन्दे खोला हो, दायाँतिरबाट आएको भनेको ग्यारिङ जाम्बो खोला हो। सीसीटीभी फुटेजमा के देखिन्छ भने यो लेन्दे खोलाबाट आएको पानी अगाडि बढ्दै गर्दा यतातर्फ पनि ल्याटरल मुभमेन्ट भएको देखिन्छ। तर बाढी चाहिँ यताबाट यो लेङदे खोलाबाट माथि आएर रसुवाको अन्य तल्लो ठाउँतिर जाँदै गर्दाखेरि यतातिर ल्याटरल मुभमेन्ट भएको देखिन्छ। अब दोस्रो सीसीटीभी फुटेजलाई हेर्ने हो भने ग्यारिङ जाम्बो नदी यतातिरबाट आइरहेको छ, ग्यारिङ जाम्बो, र यतातिरबाट आइरहेको छ लेन्दे खोला। अब राम्रोसँग यहाँ एउटा यो सीसीटीभी फुटेजमा र यसमा हेऱ्यो भने यो एउटा गाडीहरू राख्ने ठाउँ छ भनौँ न। यहाँ मार्किङहरू गरिएको छ र यता सीसीटीभी फुटेजमा हेऱ्यो भने पनि यो मार्किङहरू छ। यहाँ एउटा सर्कल जस्तो देखिरहेको छ र यो सर्कल पनि यो यहाँ देखिरहेको छ र यो यहाँ एउटा साइडमा बनिरहेको बिल्डिङ छ जुन यहाँ अहिले सीसीटीभी फुटेजमा हेर्दा बनिसकेको देखिन्छ। यो भिडियोमा हेर्नुपर्ने एउटा अर्को कुरा के पनि छ भने पानी यताबाट यता बगिरहेको छ भनेको ग्यारिङ जाम्बोको पानी यता आइरहेको छ र अब सँगसँगै यो हल्लिरहेको छ भनेको त्यो फ्लडको एउटा वेभ भनौँ न, वेभले चाहिँ यो भूकम्पको जस्तो महसुस पनि गराइरहेको छ। यहाँ यताबाट आएको पानी यो तलतिर जाने क्रममा स्याप्रुबेसीतर्फ जाने क्रममा यतातिर पनि ल्याटरल मुभमेन्ट साइडवाइज यतातिर पनि खाली ठाउँ भएपछि पानी यतातिर पनि गएको यसरी पनि पुष्टि हुन्छ। सीसीटीभी फुटेजमा एउटा महत्त्वपूर्ण कुरा के देखिन्छ भने पूर्वानुमान महाशाखाको कर्मचारीले सुरुमा भने जस्तो गिरोङ ज्याङ्बो खोलाबाट आएको देखिँदैन, बरु बाढी लेन्दे खोलाबाट आएको देखिन्छ। त्यसैले बाढीको स्रोत बुझ्न रसुवागढी भन्दा माथि लेन्दे खोलाको जलाधार क्षेत्र अर्थात् क्याचमेन्ट एरिया हेर्नुपर्ने हुन्छ। कुनै पनि नदी वा खोलाको क्याचमेन्ट भन्नाले त्यस्तो भौगोलिक क्षेत्रलाई बुझिन्छ जहाँ परेको पानी विभिन्न साना खोला तथा जलमार्ग हुँदै अन्ततः एउटै नदी वा खोलासम्म जम्मा हुन्छन्। रसुवागढी भन्दा माथि लेन्दे खोलाको क्याचमेन्ट एरिया करिब 858 वर्ग किलोमिटर रहेको देखिन्छ। यसको करिब 140 वर्ग किलोमिटर क्षेत्र नेपालमा र 758 वर्ग किलोमिटर क्षेत्र चीनमा पर्दछ। यही क्षेत्रमा ठुलो मात्रामा वर्षा, हिम पग्लिन, पहिरो वा अन्य कुनै आकस्मिक जल सम्बन्धी घटना हुँदा ठुलो मात्रामा पानी खोलामा आउन सक्छ। तर मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यस क्षेत्रमा भारी वर्षा भएको देखिँदैन। त्यसो भए कसरी आयो त बाढी भन्ने कुरा गरौँ। बाढी पूर्वानुमान महाशाखाबाट सार्वजनिक गरिएको विवरण अनुसार यस घटनामा करिब 2 करोड घनमिटर पानी आएको अनुमान गरिएको छ। यति ठुलो मात्रामा पानी आएको हो भने के यस क्षेत्रमा त्यत्रो ठुलो हिमताल थियो भन्ने कुरा गरौँ। उपलब्ध स्याटेलाइट इमेजरी हेर्दा बाढी आएको क्याचमेन्ट एरिया अर्थात् जलाधार क्षेत्रमा त्यति ठुलो हिमताल देखिँदैन। त्यसैले यसअघि भनिए जस्तो 3वटा हिमताल फुटेर बाढी आएको भन्ने कुरामा सत्यता देखिँदैन। अब के भूकम्पले पहिरो गएको थियो भन्ने सम्भावना हेरौँ। अमेरिकी भूगर्भ सर्वेक्षणको प्रारम्भिक विवरण अनुसार बिहान 8:37:10 करिब 4.4 म्याग्निच्युडको भूकम्प गएको भनेर देखाइएको थियो। त्यसपछि धेरै ठाउँमा एउटा व्याख्या आयो। भूकम्पले पहिरो आयो अनि नदी थुनिएर ताल बन्यो, त्यसपछि ताल फुटेर एक्कासी पानी बग्दा विनाशकारी बाढी आयो।
तर पछि युएसजिएसले उक्त घटनालाई 5.2 म्याग्निट्युड बराबरको सिस्मिक इभेन्ट उत्पन्न गर्ने ठुलो पहिरोको रूपमा पुनः वर्गीकरण गरेको छ र स्थान पनि नेपालतर्फ सरेको छ। यसको अर्थ के हो? यसले पहिले भूकम्प आयो र त्यसपछि पहिरो गयो भन्ने व्याख्यालाई धेरै हदसम्म कमजोर बनाउँछ। बरु ठुलो पहिरो वा मास मुभमेन्ट आफैले जमिनमा ठुलो कम्पन उत्पन्न गरेको हुन सक्ने सम्भावना देखाउँछ। युएसजिएसले देखाएको घटनास्थल लाङटाङ लिरुङ हिमाल क्षेत्रतर्फ करिब 5000 मिटर आसपासको उचाइमा रहेको देखाउँछ। यदि त्यहाँबाट ठुलो पहिरो वा मास मुभमेन्ट सुरु भएको हो भने त्यो क्षेत्रबाट करिब 7 किलोमिटर तल लेन्दे खोलामा ठुलो मात्रामा ढुङ्गा, माटो, हिउँ वा पानी खसेर अस्थायी बाँध बनेको हुन सक्छ। तर यहाँ एउटा ठुलो प्रश्न छ। 8:37 देखि 8:44 सम्म जम्मा करिब 7 मिनेट मात्र छ। यति छोटो समयमा करिब 7 किलोमिटर तल पहिरो पुग्ने, खोलालाई थुन्ने, ठुलो मात्रामा पानी जम्मा हुने र फेरि त्यो बाँध फुटेर करिब 25 किलोमिटर तल रसुवागढीमा ठुलो बाढी पुग्ने प्रक्रिया सामान्य अवस्थामा कति सम्भव छ? यो विषयमा थप प्रमाण बिना निश्चित रूपमा भन्न सकिँदैन। बाढी आउने कारण अब 2वटा सम्भावना देख्दछु। पहिलो सम्भावनाको कुरा गरौँ। बिहान 8:37 बजे अत्यन्त तीव्र गतिमा ठुलो पहिरो तल झर्यो, जुन भूकम्पीय धक्काको रूपमा पनि रेकर्ड भयो। पहिरोले ठुलो मात्रामा ढुङ्गा, माटो, हिउँ तथा पानी मिसाएर डेब्रिस फ्लोका रूपमा तल आयो। यसरी हेर्दा पहिरोले ताल बनाएको जस्तो लाग्दैन, वा ताल बनाए पनि केही मिनेट मात्र पानी थुनियो। दोस्रो सम्भावना के हुन सक्छ भने अगस्ट 25 बिहान 10:45 भन्दा पछि कुनै समयमा उक्त क्षेत्रमा पहिरो गएर पहिरो गएको ठाउँबाट करिब 7 किलोमिटर तल ताल बनाएको थियो र अगस्ट 26 बिहान 8:37 बजे त्यो संरचना भत्किँदा ठुलो मात्रामा पानी एकैपटक तल बग्यो र यही ताल फुट्दा भूकम्पीय धक्का महसुस भयो। यदि पहिरोले लामो समयसम्म लेन्दे खोला थुनेर ठुलो ताल बनाएको थियो भने त्यसको कुनै न कुनै सङ्केत, जस्तै पानी जमेको क्षेत्र, नदी प्रवाह रोकिएको अवस्था अगस्ट 25 वा अगाडिको सेटेलाइट इमेजरीमा देखिनुपर्ने। साथै तल रसुवागढी नाकामा काम गर्ने वा स्थानीय बासिन्दाले लेन्दे खोलामा बहाव घटेको थाहा पाउनुपर्ने। तर दोस्रो सम्भावनाका लागि पहिरोले नदी कति समय थुनेको थियो, कति पानी जम्मा भएको थियो र बाँध कहाँ बनेको थियो भन्ने कुराको लागि विभिन्न प्रमाण आवश्यक हुन्छ। अब सेटेलाइट इमेजले के भन्छ भन्ने कुरा गरौँ। अगस्ट 26 तारिक बिहान 11:29 को सेटेलाइट इमेजमा पहिरो गएको देख्न सकिन्छ। तर अगस्ट 25 तारिक बिहान 10:45 सम्मको सेटेलाइट इमेजरीमा त्यही क्षेत्रमा पहिरो देखिँदैन। यसरी सेटेलाइट इमेजरी हेर्दा अगस्ट 25 10:45 देखि अगस्ट 26 11:29 को बिचमा पहिरो गएको देखिन्छ। त्यस्तै अर्को चर्चा छ, चीनले समयमै नेपाललाई सूचना दिएन। तर उपलब्ध प्रमाण हेर्दा चीनतर्फ पनि ठुलो क्षति भएको देखिन्छ। पहिरो गएको स्थान नेपाल र चीनको सीमामा बस्ती नभएको स्थानमा भएकाले चीनले पनि सूचना नपाएको हुन सक्छ। चीनले कहिले घटना थाहा पायो, कुन निकायले कुन समयमा सूचना प्राप्त गर्यो र नेपाललाई कहिले औपचारिक सूचना पठाइयो भन्ने कुरा प्रमाणित गर्ने आधिकारिक आधार छैन। त्यसैले चीनले सूचना लुकायो वा जानाजानी सूचना दिएन भन्न अहिले नै पर्याप्त प्रमाण छैन। नेपालमा सूचना तथा चेतावनी ढिलो भएको हो त भन्ने बारे कुरा गरौँ। उपलब्ध विवरण अनुसार रसुवागढीमा करिब 8:44 बजे बाढी आएको देखिन्छ। विभागले करिब 9:05 घटना थाहा पाएको र त्यसपछि 9:15 बजे सूचना प्रसारण गरेको भनिएको छ। यदि यी समयहरूलाई आधार मान्दा रसुवागढीमा बाढी आएको करिब 31 मिनेट पछि मात्र चेतावनी तथा सूचना सार्वजनिक भएको देखिन्छ। विपदको समयमा 1-1 मिनेट महत्त्वपूर्ण हुने गर्दछ भने आधी घण्टा भनेको लामो समय हो। बाढी आएको स्थानबाट बाढीलाई तल जान समय लाग्ने हुन्छ। त्यसैले जतिसक्दो छिटो तल्लो तटीय क्षेत्रमा सूचना पुर्याउन सकियो भने जनजनको क्षति कम हुन्छ। मुगलिङ नारायणघाट क्षेत्रमा बाढीभन्दा पहिले सूचना पुगेकाले तल्लो तटीय क्षेत्रमा मानवीय क्षति कम भएको कुरा सबैले स्वीकार्नु पर्दछ। नेपालमा यस्तो घटना नयाँ भने होइन। उदाहरणका लागि 2071 सालमा बाह्रविसे नजिकै सिन्धुपाल्चोकको सुनकोशी नदी पहिरोले थुनिँदा ठुलो ताल बनेको थियो। पछि नेपाली सेनाले सावधानीपूर्वक पानी निकास गराएर सम्भावित ठुलो क्षति रोक्ने प्रयास गरेको थियो। यस घटनाले नेपालमा हिमाली नदीका लागि रियल टाइम फ्लोड मोनिटरिङ र अर्ली वार्निङ सिस्टम कति आवश्यक छ भन्ने कुरा फेरि देखाएको छ। साथै धेरै हिमाली नदीका जलाधार क्षेत्र चीनमा पर्ने भएकाले चीन सरकारसँग पनि सूचना आदान प्रदानको लागि बलियो संयन्त्र बनाउनु आवश्यक पर्ने हुन्छ। रसुवा बाढीको वास्तविक कारणबारे केही बलिया सङ्केतहरू देखिएका छन्, तर कुनै एउटा कारणलाई अन्तिम सत्यका रूपमा घोषणा गर्न अझै पर्याप्त प्रमाण छैन।